बाटो हेरेर गाडी कुदा भाइ मोबाइलमा फोकस नरे के छ कोसिस ब्रो हिजो राति 12 बजी सोचा टिपेर आज बेच्नु जाँदै गरेको सजिएनमा पनि घाटै छ क्या घाटै अहिले हामी अनेक थरीको काम गर्छौँ घाटा र नाफा भनेको हुन्छ होइन त्यस्तै हो काम गर्ने हो यो चाहिँ हाम्रो सुकेनिन्दा पुल हो हिजो मात्र ओपनिङ भएको यो एरियामा चाहिँ सरसफाइ गर्ने केही पनि हुनुहुन्न थियो बेलुकी कार्यक्रम सकेपछि सबैजना फर्किनु भयो यहाँ एकजना दाइ हुनुहुन्छ उहाँले सरसफाइमा एकदमै ध्यान दिनुभएको छ खुसी लाग्यो एकदम खुसी लाग्यो उहाँसँग 2 शब्द म बात गर्न चाहन्छु के गर्नु हुँदैछ तपाईँ सरसफाइमा मामा सरसफाइ हो बोल्नु न 2 शब्द नि त हिजो त्यत्रो कसैले सरसफाइ नगरेर गएको आमा तपाईँले सरसफाइ गर्नुभएको ल धन्यवाद है बाबा हिजोको यो के अरे उद्घाटनले गर्दाखेरि यो एरियामा चाहिँ पुरा मैला फोहोर मैला थियो उहाँले उठाउँदै हुनुहुन्छ उहाँले उठाइसकेपछि व्यवस्थापन गर्ने काम चाहिँ प्रभावित गर्नुहुन्छ काका रेडबुलको बट्टाहरू पनि धेरै भएछ तपाईँले उठाइदिनु भने अब व्यवस्थापन हामी गर्छौँ ल सुरु भएको छ हिजोदेखि भिडियो बनाउने मामा है ल मामा ल लाग्यो लाउरे भित्र पुग्दैन के गर्नु विदेशमा काम गर्नु भनेको यही सही छ क्या सही त सही हो जति पैसा कमाए पनि त्यही हो पैसा कमाएर ब्याङ्कमा राख्ने धेरै ठुलो चाहना छ क्या साँच्चै होला कमाडी काम गर्ने सब्जी बोक्ने अनि अहिले रोङले हाम्रो किसानहरूलाई एकदमै राम्रो स्क्याम ल्याइदिएको छ त्यसमा पनि भाग लिएको नै छौँ त्यहाँबाट पनि सहयोग लिने नि तर विदेश नजाने नेपालमै बसेर लाखौँ रुपियाँ पैसा चाहिँ नि पुरा गर्नको लागि तपाईँहरूले पनि हाम्रो कमेन्ट्स गर्नु पऱ्यो हाम्रो टमाटर आइपुग्यो हाम्रो टमाटर टिप्नु आएको थियो यहाँ टमाटर आइपुगेछ अब हामी टमाटर भोट गर्छौँ त्यो खाता पनि के खाता मैसँग हाम्रो बगानमा आइपुग्यो हाम्रो बगानमा आइपुग्यो तर मालिक आउनु भएको छैन कल गरेपछि गर्नु हो मेरो भएर कल गरेको भने चाहिँ मसँग ब्यालेन्स छैन टमाटरको बगान यसपालि टमाटरले लास्ट चाहिँ मान्छेलाई दुःख दियो किसानलाई मार कल गरेको भने धेरै पैसा आएछ यो टमाटर सबै यहाँ रहेछ हिजो क्यारेट नभएर यतिमा पनि यस्तो रमाइलो पुगेर फल दिन्छ कि हेर्नु त मेहनत चाहिँ गर्नु पर्यो फल त ड्याम आउँदो रहेछ उनकर ब्रदर त्यहाँ आउँदै हुन्छ मेरोमा कल गरिस् के हो हेर्नु टमाटर के तरिकाले यसको विषयमा के भन्छ हजुर यो चाहिँ रङ गाउँपालिकाको फर्स्ट के भन्छ त्यसलाई नम्बर 1 टमाटर अर्ग्यानिक टमाटर होइन त अर्ग्यानिक टमाटर यस्तै हुन्छ होइन केमिकल बिना के भन्छ त्यो मलहरू रासायनिक मलहरू युज नगरिकन एकदम अर्ग्यानिक हिसाबले फलाएको फलहरू फलाएको यहाँ हेर्नु है यो झन् अझ अर्ग्यानिक हो नि यसमा हामीले के नै लाउँदैनौँ हो कि भाइ भन त त्यसमा त हामीले पानी पनि हालेको होला त्यत्तिकै फल्छ त्यसमा फेरि धेरै भिटामिनहरू हुन्छ नि ल जाउँ मासुभन्दा धेरै प्रोटिन यहाँ लगा त है
सोझेन घरमा यहाँ पनि लगाइदेऊ त भाइ अप्ठ्यारो भयो ए लागेछ र हामी चाहिँ अब मालसाल बेचेर गाडीमा तेल लगाउनु जाँदैछौँ। हाम्रो हटिया भयो अब गाडीलाई त्यस पछाडि मान्छेलाई चाहिँ के राम्रो मान्छेले घरमा गएर भात लाउँदा त्यस्तो छ लोभी त्यही भएर हामी नेपालमा सब्जी व्यवहार गरेर लखपाती हुने एकदमै के भन्नु त्यसलाई छाटकाट देखिँदैछ। प्रबल सम्भावना छ है। परवल सबभन्दा होइन नि फेरि परवल सब्जी खाने परवल होइन दिस इज आमदा रोड। आमदा रोड 600 को तेल हाल्ने कि 700 को हाल्ने 5000 का हाल्छ नि के हुन्छ 700 को कहाँबाट पैसा टमाटर टमाटर त तेल लाउनु टमाटर त के छ र मेरो साथी के भन्दैछ राति निन्द्रामा उठेर हिँडेको के गर्नु कमाइ छैन घरको बुढी पाल्नै पर्यो टमाटरको भाउ छैन जिम्मेवारी धेरै छ बारी बोकाइ कम छ 600 को तेल हाल्ने होला टमाटरको भाउ छैन भाउ नभएपछि टमाटर काँक्रा सब्जीहरू केहीको भाउ छैन। अब गाउँमा कुन टाइपले किन्ने किसानलाई नमार्ने क्या हाम्रो रौँ गाउँपालिका अध्यक्ष शिवले भन्नुभएको छ पानी देखि राम्रो लाग्यो यहाँ 15 रुपियाँ ट्याक्समा पऱ्यो हामीलाई पनि मायाले हेर नपार्ने go, let's go bro 600 को 600 को 600 1000 दिने हो 1000 कता हो कति आउँछ 3 लिटर 600 भनेको हौ 600 को 3 लिटर 160.50 पैसा अरे अर्कोपट्टिको मैले हेरेको छु नि त बाबा कत्रो ट्रकहरू रहेछ हाम्रो पनि यस्तो ट्रक कहिले बनाउने यार त्यसमा इन्टरनेसनल बिजनेस गर्ने बेला भएको छ क्या बाँसको बनाउनु गइहाल्यो त बढी भाग गरेर लाग्ने मोडबाट उकाल्छौँ ल मोडबाट उकाल्छु त्यहाँ कान्छ Let's go bro, let's go bro. ठुलाबारी पनि एकदमै ठुलो रोड भएर आउँदैछ क्या के अरे उस्तै मान्छेले नचिन्ने भयो हाम्रो गाउँ सबैजना विदेशमा हामी सोधेछौँ उनीहरूले चाहिँ इन्फर्मेसन दिँदैछौँ है ठुलाबारी मजाले मुनिपट्टि पहिला चाहिँ गोल हट्टी थियो अरे माथि सिरानमा पुगेको छ पहिला तल धैडाङतिर हुन्छ हाम्रो यो अङ्कलले फेरि बाइकमा इन्जन लाएर कुदाइरहेको छ यहाँ दबाडी ब्रदर्समा चाहिँ
गाउँको सहरको अर्ग्यानिक भिडियोहरू लिएर आउँछौँ है। चिन्नेहरूले कमेन्ट्स गर्नुहोला अनि सब्सक्राइब पनि गर्नुहोला। हामी नयाँ छौँ है, कबाडी छ भने नयाँ छौँ। कमेन्टमा भन्नु नेपालमा हुनुहुन्छ भने कबाडी छ भने कमेन्ट्स गरिदिनु होला, हामी आइपुगिहाल्छौँ क्या। तपाईँहरूलाई पनि हाम्रो भिडियोमा समेट्नेछौँ। यता पनि बाटो बन्दैछ, विकासको पूर्वाधारहरू तयारी हुँदैछ बाटो मर्मत। हाम्रो पनि बालनले जतिको तीव्र गतिमा विकास भइरहेछ। फाइनली हामीले सब्जी बेचेर आयौँ कि होइन? यस कति बेचिस्? 1 कुन्टल सब्जियन 10 क्रेट टमाटर। के गर्नु, घाटा लाग्यो कम्पनी घाटामा। भोकले यहाँ मुख सुकिसक्यो, कतिखेर भात खानु। अब अर्को भिडियोमा भेटौँ। बाई बाई गर्दै। बाई गाइज, बाई। लभ यु अल।